एक्सपेक्टेशन वर्सेस रियालिटी। हजुर यही हुन्छ जब तपाईँ चाइनाबाट सामान एकदमै हतारमा नेपालसम्म मगाउनुहुन्छ। देयर आर फ्यु थिङ्स विच यु हेभ टु कन्सिडर जब तपाईँले सामान चाइनाबाट नेपालसम्म ल्याउँदै हुनुहुन्छ। नम्बर 1, राम्रो चाइनिज अनलाइन प्लेटफर्म जस्तै अलिबाबा, अली एक्सप्रेस, मेड इन चाइना एक्सेट्रा। तपाईले राम्रो अनलाइन चाइनिज प्लेटफर्ममा गएर के प्रोडक्ट चाहिएको छ मजाले खोज्नु होला। खोजेपछि तपाईले थाहा पाउनु पर्छ कि तपाईँ कोसँग कम्युनिकेट गर्दै हुनुहुन्छ। भेरिफाइड सप्लायर हो कि भेरिफाइड सप्लायर होइन। सक्दो भेरिफाइड सप्लायरसँग मगाउनु होला जसले गर्दाखेरि स्क्याम हुने चान्सेस हुन्छ 0। नम्बर 2, जब पनि तपाईले कुनै पनि सामान चाइनाबाट ल्याउनुहुन्छ त्यो बेला अनलाइनमा तपाईले कम्युनिकेट गर्दाखेरि सक्दो रियल फोटोज एन्ड भिडियोजहरू माग्नु होला। नम्बर 3, तपाईले मगाउनु खोज्नु भएको प्रोडक्टको साइज, वेट, हाइट, भोल्युम सबै कुरा मगाउनु होला जसले गर्दाखेरि तपाईको प्रोडक्ट कस्तो हुन्छ भन्ने कुरा तपाईलाई राम्रो आइडिया हुन्छ। यो 3टा कुरा तपाईले चाइनाबाट सामान नेपालसम्म ल्याउँदाखेरि याद राख्नु भयो भने यो एक्सपेक्टेसन वर्सेस रियालिटी हुने चान्सेस हुन्छ 0। जब तपाईले सामान चाइनाबाट नेपालसम्म ल्याउँदै हुनुहुन्छ अभियसली तपाईलाई चाहिन्छ लजिस्टिक सर्भिस। हजुर होलसेलर इम्पोर्ट एक्सपर्ट विगत 1 दशकबाट यही फिल्डमा काम गर्दै आएको छ। हामी 2-5 हजारको इन्भेस्टमेन्टमा पनि तपाईको सामान चाइनाबाट नेपालसम्म ल्याइदिन्छौँ, त्यो पनि जम्मा 25 दिनको अन्तरालमा। त्यसैले तपाईँ भर्खर स्टार्टअप गर्दै हुनुहुन्छ अथवा बिजनेस गरेको निकै वर्ष भयो भने पनि तपाईले सम्झिने भनेकै होलसेलर इम्पोर्ट एक्सपोर्ट। चाइनाबाट नेपाल आउने क्रममा इनकेस तपाईको सामान मिसप्लेस अथवा ड्यामेज भएको खण्डमा हामी रिफन्ड पनि प्रोभाइड गर्नेछौँ। कम जानकारीको लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नुहोस् अथवा फास्ट कम्युनिकेसनको लागि हाम्रो इन्स्टाग्राममा मेसेज गर्नुहोस्।